नमस्कार सम्पूर्ण दर्शक श्रोताहरूमा म कमल सापकोटाको तर्फदेखि आज म यहाँ आफ्नै देश प्रकृतिले सुन्दरताले सब चिजले भरिपूर्ण भएको स्वर्ग जस्तो देशमा बाट हजुरहरू सामुन्ने आएको छु। आज म यस्तो ब्याकग्राउन्डमा यस्तो हरियाली धानै धान रोपिएको जग्गाबाट तपाईहरुमाझ आएको छु। आज विजया दशमी उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका बुबा आमा दाजु भाउजू दिदी बहिनी साथीभाइ इष्टमित्र छर छिमेकी र आफन्तजनहरूमा नवदुर्गा भवानी र विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना तथा सुस्वास्थ्य दीर्घायुको कामना, सुख शान्ति समृद्धि उन्नति प्रगतिको कामना व्यक्त गर्न चाहन्छु। आज कयौँको घरमा धेरै खुसियाली पनि होला, कयौँको घरमा एकदमै नराम्रो छेड पहल पनि होला, कयौँको घरमा नर्मल निराशपन होला। जस्तो तस्तो भए पनि सालमा आउने एक वर्ष दिनलाई राम्रोसँग मनाउनु होला। खर्चिलो भड्किलो नभएर आफ्नो दक्ष अनुसार मनाउनु होला भन्दै हामीहरू पनि त्यसै गरी बसिरहेका छौँ। यतिखेर म भिडियो बनाउने बेला छन् नेपालको समय 12 बजेको छ। यही सन्ध्याकालीन समयबाट हजुरहरूलाई शुभकामना दिन आएको थिएँ। र यो पछाडि ब्याकग्राउन्डमा यस्तो धान हरियाली छरर छ। यतिखेर कोही विदेशबाट नेपाल आउन नपाएको पीडामा हुनुहोला, कहीँबाट आफन्तसम्म जान नपाएको पीडामा हुनुहोला। जे जस्तो भए पनि, जुन ठाउँमा भए पनि, जसोतसो भए पनि आफ्नो महान चाडलाई राम्रोसँग मनाउनु होला। कोही यतिखेर घरमा टिका लाएर ससुराली जाने हतारमा हुनुहुन्छ होला, कोही यतिखेर घरमा आमा बुवाको आशीर्वाद थापेर आफन्तजन मावलमा जान हतारमा देखिनु भएको छ। यता तपाईहरु पनि त्यस्तै होला। कस्तो तरिकाले मनाउँदै हुनुहुन्छ संक्षेपमा कमेन्ट गरिदिनु होला भन्दै अहिलेको यो भिडियोबाट बिट मार्न चाहन्छु। र एक बार यहाँको यस्तो हरियाली छेड मस्त बाघहरू भिडियोमा कतिको क्याप्चर भएको छ हेरेर आनन्द पनि लिनु होला भन्दै पुनः नवदुर्गा भवानीले सबैको रक्षा गरून्, सबैको कल्याण गरून्, नवदुर्गा भवानी सधैँ दाहिने रहून् भन्दै जय देश जय नेपाल।